अर्थमन्त्रीज्यूले ट्याक्स लगाउँदै गर्दा स्वास्थ्य र शिक्षालाई ट्याक्स लगाउँदै गर्दा हामी आफै विरोध गऱ्यौँ। किन स्वास्थ्यलाई ट्याक्स लगाइयो, स्वास्थ्यलाई ट्याक्स के आधारमा लगाइएको भन्ने कुरा हामी एउटा प्रतिनिधिले पनि बुझ्दैनौँ भनेदेखि जहाँ जहाँ चाहिँ बाङ छन्, जहाँ जहाँ विपन्न छन्, जहाँ जहाँ चाहिँ पहुँचका आधारमा चाहिँ बिरामीहरूलाई उपचार हुँदैनन्, ती बिरामीको लागि लगाइएको ट्याक्स त होइन नि। र बिरामीलाई सेवा सुविधा दिनको लागि दक्ष जनशक्ति त्यहाँ छन् कि छैनन् भनेर पनि हेर्नुपर्छ कि जस्तो लाग्छ। त्यो चाहिँ काहीँ पनि भएको छैन। एउटा नर्सले 50 जना बिरामीहरू अहिले पनि हेर्नुपर्ने अवस्था छ। अस्पतालहरूलाई दिने मापदण्ड पुरा भयो भनेर दिने रिन्यू र अस्पतालहरूलाई गराइने अस्पतालहरूलाई दिने त्यो मापदण्ड पुरा भयो भनेर अस्पताल खोल्न दिने त्यो कुरा पनि जायज छ कि छैन। हामीले 100वटा बेड बनाए, उपकरण बनाए भन्दै गर्दा बिरामीलाई कस्तो सेवा सुविधा दिइरहेका छन् र बिरामीलाई सेवा सुविधा दिनको लागि दक्ष जनशक्ति त्यहाँ छन् कि छैनन् भनेर पनि हेर्नुपर्छ कि जस्तो लाग्छ। त्यो चाहिँ काहीँ पनि भएको छैन। एउटा नर्सले 50 जना बिरामीहरू अहिले पनि हेर्नुपर्ने अवस्था छ। यहाँहरू आफैले पनि हरेक अस्पतालमा देखिरहनु भएको छ। र रिन्यू गर्ने कुरामा पनि 2076 सालदेखिबाट अहिलेसम्म रिन्यू नभएका अस्पतालहरू अहिले हामीले एउटा नर्सको स्वास्थ्य कर्मीको समस्याले गर्दा कुनै अस्पतालमा छिर्दै गर्दा रिन्यू नभएका र त्यो प्रदेश स्तरमा पर्छ भनेर हामीले सङ्घले पन्छिने हो कि हामीले किन गर्नु भएन भनेर र छिटो गर्नको लागि उहाँले टाइममा गर्न सक्नुहुन्न र प्रदेशले त्यसलाई चाहिँ एउटा टाइममा गर्न सक्दैन र उनीहरूले किन यसलाई चाहिँ एकदमै ढिलो गरिरहेको छ। अस्पतालले किन 76 सालदेखिबाट अहिलेसम्म रिन्यू गरेन, 100 शय्याको बेड भनेर विभिन्न चाहिँ कार्यक्रमहरू ल्याएर चाहिँ शिक्षाहरू दिइरहेछ, त्यहाँ चाहिँ कति कुराहरू चाहिँ दिइरहेछ भन्दै त्यो कुराहरू किन हेरिरहेको छैनौँ हामीले। सङ्घ हामी हौ प्रदेश 3वटा तह छ, स्थानीय तह छ, प्रदेश छ, उनीहरूले हेरेनन् भने उनीहरूको जिम्मेवारी मात्रै होइन कि सङ्घले पनि त जिम्मेवारी लिएर किन भइरहेको छैन गर्नुहुन्न भनेदेखि के कारणले गर्नुभएको छैन। केही समस्या छ भने हामीले उहाँलाई सहजीकरण गरिदिने, समस्या छैन भनेदेखि किन चाहिँ तपाईँहरूले गर्नु भएन, गर्नुहुन्न भने कानुनी दायरामा ल्याउने हाम्रो जिम्मेवारी हो कि होइन, यो चाहिँ म प्रश्न गर्न चाहन्छु। र अर्को रह्यो जस्तो सरकारी अस्पताल को लागि भनेर प्राथमिक स्वास्थ्य सेवा 30 मिनट भित्रमा हुनुपर्छ भनेको छ प्राथमिक स्वास्थ्य सेवा होइन। त्यसैगरी जिल्ला अस्पतालको लागि 1 घण्टादेखि 2 घण्टा भनिन्छ भने प्राइभेट अस्पतालहरू च्याउ जसरी किन उमारेका हामीले त्यो अस्पतालमा गएर तपाईँहरूले किन यसरी चाहिँ स्वास्थ्य कर्मीहरूलाई श्रम शोषण गर्नुभयो भन्न जाँदाखेरि हाम्रो अस्पतालमा बिरामी नै आउनुहुन्न। हेर्नुहोस् न, मेरै अस्पताल अगाडि नै रोड पारि नै अर्को अस्पताल खोलिदिएछन्। त्यो कारणले गर्दा चाहिँ हामीले यहाँ अहिले अस्पताल राम्रोसँग चलाउन सक्नु। पहिला त हामीले खोलेको अस्पताल हो, तर उहाँहरू पनि पछि आइदिनु भयो, हाम्रो चाहिँ बिरामी बाँडी अरे। हेर्नुहोस् त कस्तो कस्तो गैर जिम्मेवार चाहिँ आन्सरहरू दिनुहुन्छ अस्पतालका त्यहाँका प्रमुखहरूले भन्दाखेरि यसको विषयमा पनि अलिकति हामीले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ। हामीले अस्पतालहरूमा नियुक्ति गर्दै गर्दा अस्पतालका प्रमुखहरू, अस्पतालका डिरेक्टर, अध्यक्ष नियुक्ति गर्दै गर्दा उहाँहरूलाई एउटा कुरा के भन्नु पर्यो भने अस्पतालमा हुने बिचौलिया, अस्पतालमा ढिलासुस्ती नहुनको लागि तपाईँहरूले के गर्न सक्नुहुन्छ। तपाईँले साँच्चै नै यो सरकार स्वास्थ्य मन्त्री मात्रै होइन, यी जनताहरूलाई पनि त एउटा सक्सेस बनाउने तरिकाले तपाईँले अस्पताललाई कसरी काम गर्न सक्नुहुन्छ, सेवा सुविधा दिनलाई के गर्न सक्नुहुन्छ, पहिलो प्रश्न गरिदिनु होला। नियुक्तिका लागि नियुक्ति मात्रै गरेर मान्छे पठाउँदै गर्दाखेरि आज त्यो खालको चाहिँ एउटा सेवा सुविधा जनताले पाउन सकेनन् भनेदेखि हामीलाई चाहिँ यो हरेक दिन बिहानदेखिबाट बेलुकासम्म चाहिँ फोन कलले नै यति धेरै दुःख दिँदा साह्रै पीडा हुन्छ। टिचिङको कुरा आइरहेको थियो, मैले अस्ति मलाई टिचिङबाट फोन आयो, लौ न भेन्टिलेटरबाट बिरामीलाई बाहिर निकाल्नु पर्ने छ, पैसा छैन भनेर फोन आयो। मैले केही मान्यज्यूहरूलाई फोन गरेँ र उहाँहरू मार्फत सहज गर्न खोज्दै थिएँ भन्ने बित्तिकै भएन। उहाँहरूको एकदमै गम्भीर समस्या भएको कारणले गर्दा उहाँहरूलाई हस्पिटलबाट निकालेर कतै लग्यो भन्ने कुरा सुनाएका छौँ। अब हामी बिहानबाट समितिको बैठकमा बस्ने, यी विषयहरूमा छलफल गर्ने, सदनमा पनि हाम्रो उपस्थिति जनाउनु पर्ने र सँगसँगै बिरामीको पनि बिहानदेखि बेलुकासम्मको समस्या बिरामी मात्रै होइन, स्वास्थ्य, शिक्षा, चाहिँ एभ्री कुरामा छ। यो त समेत निकायले अलिकति स्ट्रिक्टली हेरिदियो भनेदेखि त हामी त कमसेकम अरू कुरामा अझ धेरै त्यसलाई फोर्स दिन सक्छौँ होला नि। हिजो बेलुका राति हामीलाई समितिमा पिडिएफ आयो, त्यो पिडिएफ राति 9-10 बजे आएको छ। म अस्पतालबाट राति 2 बजे फर्केको छु कुनै एउटा बिरामीलाई कन्डिसन एकदम गाह्रो भयो भनेर। यहाँहरूले अघि पनि सुन्नु भइसक्यो, कुनै एउटा मान्यज्यू, हाम्रो मान्यज्यूलाई फोन गरेर एउटा 6 वर्षको नानीले वीर हस्पिटलमा चाहिँ उपचारको लागि लौ न बेड मिलाइदिनु पर्यो भन्नुभएको छ। त्यसरी नै मलाई पनि आएर म
2 बजी राति हस्पिटलबाट फर्किनु पर्यो। मैले राम्रोसँग त्यो पढ्न पनि पाइनँ, हेर्न पनि पाइनँ। म यहाँ आउँदा ढिलो भइसकेको थियो, राति गएर आउँदै गर्दा। भनेको हामी पनि त कति ठाउँहरूमा जानुपर्ने हुन्छ, समयको कट किल भइरहेको छ। यस्ता कुराहरूमा पनि अलिकति जिम्मेवार निकायले जिम्मेवार भएर काम नगरिदिँदै गर्दा हामीले पाउने दुःख शास्ति सँगसँगै बिरामीले पाउने दुःख शास्तिको त मूल्याङ्कनै नगर्यो। त्यो अहिले भर्खरै तपाईँले मिडिया खोल्दै गर्दा देख्न सक्नुहुन्छ। क्यान्सरको मात्रै कुरा नभएर किडनी ट्रान्सप्लान्टका कुराहरू छन्, अर्गान ट्रान्सप्लान्टका कुराहरू छन्, बर्नका कुराहरू छन्। इट्स एभ्री दीर्घ रोगीको कुरा त गर्दै नगरौँ। हामी आफै पनि यहाँ कतिजना छौँ, 25-30 जना छौँ होला। 25-30 जना मध्ये हाम्रो परिवारमा साँच्चै नै ठुलो दीर्घ रोगी कसैलाई केही ठुलो रोग लाग्यो भनेदेखि 50 लाख करोड खर्च गर्नुपर्ने अवस्था आयो भने यहाँ हामी आफैलाई पनि अब समस्या पर्न सक्छ। अनि अलिकति हामी गम्भीर भएर यो विषयमा हामीले के कन्ट्रिब्युसन गर्न सक्छौँ गरौँ न। हामी एमपिजहरूले, हामी जनप्रतिनिधिहरूले गर्न सक्ने पहिला सुरुवातै त्यहाँबाट गरौँ। त्यसपछि कर्मचारी लेभलबाट हुन्छ कि त्यसपछि स्थानीय तहबाट पनि। अस्ति अर्थमन्त्रीज्यूले ट्याक्स लगाउँदै गर्दा, स्वास्थ्य र शिक्षालाई ट्याक्स लगाउँदै गर्दा हामी आफै विरोध गऱ्यौँ। किन स्वास्थ्यलाई ट्याक्स लगाइयो, स्वास्थ्यलाई ट्याक्स के आधारमा लगाइएको भन्ने कुरा हामी एउटा प्रतिनिधिले पनि बुझ्दैनौँ भनेदेखि जहाँ जहाँ चाहिँ बाङ छन्, जहाँ जहाँ विपन्न छन्, जहाँ जहाँ चाहिँ पहुँचका आधारमा चाहिँ बिरामीहरूलाई उपचार हुँदैनन्, ती बिरामीको लागि लगाइएको ट्याक्स त होइन नि। जोसँग आर्थिक स्रोत छ, जसले एकदमै धेरै आफूले चाहिँ खर्च गरेर चाहिँ ठुल्ठुला अस्पतालमा चाहिँ आफ्नो सेवा सुविधा लिन सक्छन्, त्यस्ता व्यक्तिको लागि लगाइएको ट्याक्स थियो त्यो बेलामा। तर हामीले बुझेनौँ। अहिले हामीले के भन्दा छौँ, हाम्रै स्यालेरीबाट काटेर 3500 काटेर भए पनि बिमा गराउँ भनेका छौँ। तपाईँहरू ममा गर्नुहोस्, तपाईँहरू आफै ममा गर्नुहोस्। तपाईँहरूलाई दिने सरकारले दिने तलबले तपाईँले 3500 काटेर त्यो गर्नुहुन्छ, त्यसले उसलाई बिरामीलाई मात्रै कभर त्यतिले मात्रै गर्छ होला, गर्दैन नि। अहिले पो थोरै देखाएको छौँ, अबको केही वर्षपछि त बिरामी अझ धेरै बढ्दैछन्। खाद्यान्नको कुरा गर्नुभएको छ, देखिहाल्नु भएको छ, साथीहरूले भनिराख्नु भएको छ, छिमेकी राष्ट्रबाट यहाँ खुल्ला बोर्डर भएको कारणले गर्दा केही खाद्यान्नहरू आउँदै गर्दाखेरि एकदमै रसायनयुक्त खाद्यान्नहरू भएको कारणले यी धेरै कुराहरू छन्, यावत कुराहरू छन्। त्यतातिर नजाउँ। अहिले भइरहेका कुराहरूको समस्याको समाधान पनि हामी गर्न सकिरहेका छैनौँ। 4 वर्षदेखिबाट हामीले चाहिँ सरकारलाई यत्रो विश्वास गरेर पठायौँ। आज मैले बेड पाइनँ, आइसियुमा बेड पाइनँ, म मर्नु पर्यो, मैले चाहिँ सोर्स फोर्स नलगाइ पनि अहिले पनि मैले केही पनि पाइनँ भन्ने यो दिन चाहिँ अब आजको मिटिङबाट अर्को समितिको मिटिङ बस्दाखेरि यो कुराहरू कसैले पनि भन्न नपरोस्, सुन्न नपरोस् र अरू फ्रुटफुल कुराहरू हामीले अब के गर्न सक्छौँ, अरू एजेन्डाहरू के गर्न सक्छौँ, नयाँ नयाँ कुराहरू कसरी स्वास्थ्य मन्त्रीज्यूलाई चाहिँ कस्ता कुराहरूमा चाहिँ सजेसन दिन सक्ने, सभापतिज्यूलाई कस्ता कुरामा सजेसन दिन सक्ने भनेर मान्ने ज्यूहरूको एउटा समयलाई एउटा प्रभावकारी बनाउनको लागि अरू कुराहरूमा छलफल गर्न पाइयो। र यी सामान्य कुरा भन्दै गर्दा पनि यसले विकराल रूप एउटा चाहिँ स्थानीय तह र एउटा जनतालाई दिइरहेको छ भनेदेखि यसलाई निराकरण गर्न के गर्न सक्छ, एकदम स्ट्रिक्टली एकदम इजी छ कि हामीले पठाएका व्यक्ति, हामीले यहाँबाट सरकारबाट पठाएका व्यक्तिहरू तत्त निकायमा गएर पदाधिकारी भएर गएका व्यक्तिले मात्रै गरिदिएको कामले मात्रै पनि अस्पतालहरूमा चाहिँ धेरै समस्याको समाधान हुन्छ। त्यो चाहिँ गर्नको लागि अनुरोध गर्दछु। र म यहाँ अन्त्यमा म जाजरकोट पुगेको थिएँ। जाजरकोट अस्पताल अघि भन्नुभयो, कर्णालीको कुरा गर्नुभयो। पटक पहिला पनि कतिपय सांसदहरूले सदनमा आएर कर्णालीका कुराहरू उठाउनु भयो, बोल्नु मात्रै भयो, काम भएन भन्ने कुराहरू भएको थियो। यतिखेर 165 वटा निर्वाचन क्षेत्रलाई एउटै क्षेत्र बनाएर बजेट पठाइएको छ, त्यो कर्णालीमा पनि राम्रोसँग परेको छ। तर त्यो पढ्दै गर्दा पनि अहिले के भएको छ भने म एउटा जाजरकोटमा म जिम्मेवारी भएर जिम्मेवारी मलाई दिएको थियो। म त्यहाँ जाँदै गर्दा जाजरकोट जिल्ला अस्पतालमा अहिले पनि जाजरकोटको जिल्ला अस्पताल सदरमुकाममा रहेको जिल्ला अस्पताल भौतिक संरचना हेर्नुहुन्छ भने यस्तो ठुलो, यति राम्रो र एकदमै फेसिलिटेड छ। त्यहाँका पदाधिकारी बस्ने भौतिक संरचना, घर, बिल्डिङ एकदमै राम्रो छ। तर त्यहाँ एउटा युएसए मेसिन र एक्सरे मेसिन पनि राम्रो छैन। एउटा बिग्रिने बित्तिकै कहिले आउँछ, कहिले आएर बनाएर गर्ने भन्ने थाहा छैन। लाइनमा मान्छे बस्नुपर्छ भनेपछि हामी जहिले पनि भौतिक संरचनातिर जाँदो रहेछौँ। मलाई त्यो देखिरहेको आज यहाँको कुरा नगरौँ, जाजरकोटमा पनि भौतिक संरचना त धेरै राम्रो बनाइदो रहेछ। तर त्यहाँ एउटा डाक्टर मात्रै, दक्ष जनशक्तिको कमी, त्यहाँ नर्सेसको कमी, त्यहाँ चिकित्सकको कमी, उपकरणको कमी, यो त हुनु भएन नि। यसको लागि पनि अलिकति हामी मध्यनजर गरौँ भन्दै